अहिले चाहिँ मान्छेले मुख छाडेको छैन मेन कुरा चाहिँ यो चाहिँ हो नि त स्याभेज क्या भन्नु मात्रै पर्छ हो अन्त यहाँ बल्ल बल्ल चाहिँ पानी रह्यो होइन पानी रहेर चाहिँ अब चाहिँ निस्केको गोही चाहिँ हुन्छ कि हुँदैन अहिलेसम्म हामीले ब्रेकफास्ट पनि गरेको छैन होइन अब चाहिँ गोही चाहिँ हुन्छ कि हुँदैन थाहा छैन अब चाहिँ जाँदैछौँ हामी चाहिँ हेर्दैछौँ के हुन्छ गइहालेछ भने चाहिँ भिडियो पुरा आउँछ गएन भनेदेखि चाहिँ है त्यहाँ परसम्मको मात्रै आउँछ होइन समीर चाहिँ तल जाँदैछ हो होइन र हामी चाहिँ यो रुमबाट भर्खर निस्किँदैछौँ अब गएर ब्रेकफास्ट बनाएर खाँदा ओर्दा 1 बज्छ होला 1 बजी निस्किएर भनेको 60 किलोमिटर कभर गर्नु त मुस्किलै कुरा हो त्यही हेरौँ के हुन्छ है यहाँनिर चाहिँ हाम्रो साइकलहरू छ है एउटा यहाँ छ यो हर्कुलस होइन छ अनि यहाँनिर चाहिँ मेरो छ लिएर जानुपर्ने होइन हेर्नु पर पुग्दासम्म के हुन्छ भने चाहिँ बल गर्दा गर्दा पनि खानासाना खाँदा ओर्दा 1 बज्यो होइन अब 1 बजी चाहिँ निस्किँदैछु 1 बज्नु आँट्यो भन्नु 12 भन्नु अनि निस्किँदा ओर्दा 8 मिनट त बितिहाल्छ है र हामी चाहिँ पुग्छौँ कि पुग्दैनौँ थाहा छैन जाने चाहिँ कहाँ हो हिजो भनेको एड्रेस अझै जुन चाहिँ जाने भन्दै गर्न चाहिँ पुग्छौँ कि पुग्दैन हेर्दैछौँ के हुन्छ है अब चाहिँ यहाँ निस्किनु आँटेको है ल गाइस हामी चाहिँ यहाँबाट चाहिँ अहिलेसम्म चाहिँ यहाँसम्म कहाँ आइपुग्यो भन्दाखेरि चाहिँ छपिया बुजुर्गसम्म आइपुग्यो होइन छपिया बुजुर्गमा आएर चाहिँ यहाँनिर चाहिँ केटाहरू चाहिँ साइकल धुँदैछ यो मान्छेले चाहिँ साइकल चाहिँ ढुट्टो बनाएको छ नि त बाटोमा चाहिँ पुरा हिलो थियो होइन साइकल चाहिँ ढुट्टो बनाएको छ मान्छे चाहिँ के भएको अरे हो यो हो नि त लुगा कन्डिसन एकदम अब गन्दा साइकल धुँदैछ मेरो पनि यहाँ छ त्यस्तो बेसी मेरो सानो टायर बोतल त 25 रुपियाँ पाउँदो रहेछ गाइस यहाँ हेर्नुहोस् है साथीहरू देखाइदिनु यहाँ 1 लाख चाहिँ 50 रुपियाँमा पाउँछ अरे हो मेरो चाहिँ सानो टायर भएर त्यस्तो बेसी छिट्याएको छैन केटाको ठुलो टायर भएर पानीमा मुडुङ भएछ यहाँबाट चाहिँ राइडिङ सुरु हुन्छ हामी चाहिँ काम नलाग्ने मान्छे पनि स्याहार्ने जात हो गाडी त झन् कस्तो चाहिँ स्याहार्छौँ होला साथीहरू लु अब अब यहाँबाट चाहिँ उता चाहिँ जाने र चाहिँ हेर्नुपर्छ हुन्छ अलिअलि पाउँछौ उता जाने कति चाहिँ राइडिङ हुन्छ रहेछ हेर्नुहोस् मेरो चाहिँ क्यामेरा होल्डर छैन है चाहिँ यहाँ जङ्गल घारी आइपुग्यो हो अलमोस्ट कति 15-20 किलोमिटर जति कुदेर चाहिँ होला हो मुख छाड्छ मान्छेले चाहिँ हालिदिन्छु म त यत्तिकै हो यो मान्छे चाहिँ साह्रै खतम छ नि त मुख चाहिँ डक्की छाड्ने क्यामेरा त अन गर्नु हुँदैन मुख छाड्नु थालिहाल्छ हो यो साइकलको चाहिँ यहाँ हालत यस्तो भइरहेछ हो 15 किलोमिटर जस्तो कुदेको हो पाठशाला जस्तो पनि हुँदैछ बिजोक भइसक्यो नि जानुपर्ने चाहिँ 64 किलोमिटरको टार्गेट हो हेरौँ कति पुग्छ है मेरो चाहिँ क्यामेरा छैन र यो भ्लग चाहिँ डल्लै हेर्नु चाहिँ तपाईँले कुन चाहिँमा पाउनुहुन्छ भने गोर्खाली भ्लगमा पाउँछ यहाँ क्यामेरा स्ट्यान्डमा काम त गरेछ गोर्खाली भ्लगमा किन्नुपर्छ एकवटा क्लिप क्या र लम्बा सफरको बादमा चाहिँ यति दामीको फिल्डमा आयो हो अहिले चाहिँ मान्छेले मुख छाडेको छैन मेन कुरा चाहिँ यो चाहिँ हो नि त स्याभेज क्या भन्नु मात्रै पर्छ हो अन्त यहाँ यो यस्तो दामी ठाउँ छ हो जग्गा चाहिँ मजाको रहेछ होइन यहाँ बजेको चाहिँ 15 मिनट जस्तो भयो हो के भयो चाक पाच्यो हो अन्त चाहिँ साइकलको हाल्नु पनि यस्तो भएको छ यो झन् ठुलो ठुलो टायरवाला आएर चाहिँ ढुट्टो भएको छ उयो चाहिँ अलिक अथवा देख्दैछ हो मेरो यो तर चाहिँ हर्कुलस चाहिँ दामी थियो नि ल जग्गा चाहिँ दामी रहेछ गाइस हेर्दै जाउँ भरेसम्म चाहिँ कति चाहिँ हुँदो रहेछ होइन चाहिँ उयो परको ओह्रालोमा आउँदै थियो कि उयो परको ओह्रालोमा के पड्किँदै साइकलमा चाहिँ होइन र सरेको हो अलिक ढिलो झरेँ नि त म चाहिँ त्यहीँ माथि झन्डै लडेर चाहिँ अलिक आँटा आएन कि झर्नु के पड्किँदै हो गर्नु चाहिँ राम्रै पड्क्यो हेर्नु चाहिँ साइकल चाहिँ राम्रै छ होइन र यहाँनिर चाहिँ नजारा चाहिँ वाह
बिन्दास यो हो नि त यो क्या यो माल चाहिँ यो हो। यो मान्छे चाहिँ देखा त्यो जति बेला मुख छाडेछ जति बेला मुख छाड्छ छैन उपाय नै त्यतिका यो